बात या धनाधन कसले सकिने यो। सो हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ। म पनि एकदम सन्चैमै आराममै छु। देख्न सक्नुहुन्छ आज हामी के गर्दैछु होइन, दाउरा बोक्ने कार्यक्रम चल्दैछ। देख सक्ते हो हात यस्तो भएको छ होइन, पुरै खोटो लागेको छ। यता छौँ हामी। हेलो, के बोल्न चाहनुहुन्छ? अब के भन्नु र, यस्ता राडीहरूलाई पनि के भन्नु है। दर्शकहरूलाई केही भन्न चाहनुहुन्छ? यस्तो राडीहरू छ है। ठिक छ, तिमी अब ठिक छ ल, बाई बाई। हेलो सर, के भन्न चाहनुहुन्छ? हामी अहिले के नभनौँ हो कस्तो मेहनती कुन डोको ए डोको होइन यो त। केटा हो, के भन्नु छ? के भन्नु, यसो त्यति हेल्प गर्न मन लाग्यो होइन। हामीसँग बारी बारी अरे बारी बोकेर भएर होला, गालो हुन्छ। हाम्रो ब्लग के नेक्स्ट लेभलमा जान्छ त। यसमा त 10K भ्युज त क्रस हो 100%। सबले हेरे चाहिँ है, अरू हेर्दै नहेरेको त पुग्दैन। हेर्नु पर्यो होइन, हेर्नु पर्यो। अनि लाइक, सब्सक्राइब, फलो सब गर्नु पर्यो चाहिँ। अनि कपी लिङ्क, रिपोस्ट सब हानिदिनु पर्यो हाम्रो भिडियोलाई। हेर्नु पर्यो, यसो मनमा लागेको कुराहरू केही खोलिदिनु पर्यो होइन, कमेन्टमा दिनु पर्यो नि त। कमेन्ट भनिदिनु पर्यो। कमेन्टमा यसो केही अब हुन्छ नि कमी कमजोरीहरू होला होइन, भ्लगमा यसो केही कमी कमजोरी छ भने कमेन्टमा भनिदिँदा हुन्छ। अब यस्तै हो, गाउँले भ्लगर हो होइन। अब काठमाडौँतिर भए भए पो एक केटीको फोटो देखाउनु, अब यो देखाउनु त्यो देखाउनु भन्नुहुन्थ्यो। काठमाडौँतिर त केटीले लाउँछ, हामीले त गाउँमा हामी आफै लाउँछ भने गाह्रो छ हो, गाह्रो छ। डोको बोकेको छ, हिँडेको छ होइन। यस्तै छ हाम्रो काम भनेको नै। अब भारी बोकेको ठाउँमा गएर देखाउँछ है त। सो हामी चाहिँ भारी बोक्ने ठाउँमा आइपुगिसकेको छ होइन। यी भारी हाल्ने ठाउँ, अब बोक्ने ठाउँ त नभनौँ। एउटाले हाल्दैछ यी टक्क लाएर। यता छ एकजना लफङ्गा, देख्न सक्नुहुन्छ। एकजना भारी हाल्दैछ मजाले फोनमा बोलेर होइन, टक्क लाएर। गाउँमा यसरी भारी बोक्नुपर्छ है। यी दाउरा बोकेको छ पुरै। ठ्याक्क घर पनि आइपुग्यो। कतिचोटि हिँड्यो त। अब भिडियो बनाउन आएछ, म झार्छु कि अहिले बनाउँदा आएछ नि ब्याक भएर। पसिना यार, पसिना देखाउन यहाँ।
दाउरा बगेर सकिसकेको छ होइन, देख्न सक्नुहुन्छ यत्रो दाउरा बग्यो। अब छुट्टी हो, अब घरतिर हिँड्ने हो होइन, मासु भात तन्काएर देख्न सक्नुहुन्छ। मासु भात या धनाधन आमा कसले सकिने यो नदेख्न त्यहाँ मासु भात है मासु भात। आजको भ्लग यति नै।